न्यू इयरको दिन राम्रो भइरहेछ है स्टार्टिङ। अब आज नयाँ वर्षको बेलामा राम्रो स्टार्टिङ भइरहेछ भनेपछि त भरिसम्म कम्तीमा पनि 4 लाख 5 लाख पोइन्ट हुन्छ, जुन चाहिँ 1 लाख बराबर 1300 जति हुन्छ। र यदि तपाईँले कोइन बनाउनु भयो भने चाहिँ 1650 मा राम्रैसँग बिक्री हुन्छ। आज नयाँ वर्षको दिन केटीहरूको कम्तीमा पनि 5-6 हजार कमाइ हुन्छ उहाँहरूको भरिसम्म। हेर्नुहोस् है त। मैले सोध्न खोजेको कुरा तपाईँलाई चाहिँ अब जस्तै मेरो पनि होस्टहरू धेरै छ, छोरी मान्छेहरू। अब उनीहरूले कसरी चाहिँ कमाउने हाम्रो त थ्याङ्क यू हजुर। आज धेरै माया पाए। न्यू इयरको दिन राम्रो भइरहेछ है स्टार्टिङ। अब आज नयाँ वर्षको बेलामा राम्रो स्टार्टिङ भइरहेछ भनेपछि त भरिसम्म कम्तीमा पनि 4 लाख 5 लाख पोइन्ट हुन्छ, जुन चाहिँ 1 लाख बराबर 1300 जति हुन्छ। र यदि तपाईँले कोइन बनाउनु भयो भने चाहिँ 1650 मा राम्रैसँग बिक्री हुन्छ। आज नयाँ वर्षको दिन केटीहरूको कम्तीमा पनि 5-6 हजार कमाइ हुन्छ उहाँहरूको भरिसम्म। हेर्नुहोस् है त। अब यस्तो कसरी चाहिँ तपाईँले कति भयो पोपो चलाएर त्यो भन्नुहोस् न थोरै सक्नुहुन्छ? मैले 2.5 महिना जस्तो भयो होला। 2.5 महिनामा 2 महिना चाहिँ कट्यो। 2 महिनामा टोटली कति पोइन्ट चाहिँ पाउनु भयो तपाईँले? मैले त्यस्तो त बनेको छैन, अलिकति भयो कि तलब बढ्यो कि म त विथड्र गरिदिइहाल्छु। ल मानिलियो 1 लाख चाहिँ कति दिनमा पुर्याउनुहुन्छ पोइन्ट? त्यस्तो हुँदैन, फिक्स हुँदैन हुन्छ। अहिले अब कहिले काहीँ गेमहरू खेल्ने भने हुन्छ, एक दिनमै। अस्ति एक दिनमै 3 लाख पनि यतिकै फेस लाइफ बसेर धेरै राम्रो गर्नु भएको रहेछ। वाउ, म पनि तपाईँ जस्तै एउटा 10 पनि हुँदैन त्यस्तो हुने। यो भनेको त अब आउने जाने हो। यो भनेको त अब कहिले हुन्छ कहिले हुँदैन। तपाईँको कुनै गीत गाउने जस्तो केहरू? गीत गाउन त सजिलो छ त, जहाँ अब गीत गाउने त हो नि, अगाडि स्क्रिप्ट आउँछ त्यो पढ्ने है, अनि मजाले त्यसको सङ्गीतको तालमा गाइदिने। 2-3 लाखसम्म भएको रेकर्ड छ भन्नुभयो होइन? हजुर, राम्रो राम्रो। ल ठिक छ, धेरै राम्रो कुरो थाहा पाएँ मैले तपाईँबाट। यसको यो सुरु गर्नको लागि चाहिँ फेस लाइभ नै होइन त, अरू केही गर्नु पर्दैन? ऱ्यान्डम स्यान्डम? हजुर, फेस लाइभ नै हो मेन त। कहिल्यै काहीँ हो ऱ्यान्डम पनि, गिफ्टरहरू हुँदैन। कोही बेला हुनुभयो भने खेल्नु भन्नुभयो भने खेल्ने हो। हामी जस्तो कन्जुस आयो भने चाहिँ हुँदैन अब अलिकति। कोही चाहिँ गेम खेल्दै बस्छु भन्नुहुन्छ, अनि खेल न भयो 3000 5000ले जित्यो भने हुन्छ भन्नुहुन्छ, अनि बस्छु नि त म बेरोजगारी यसरी फेस लाइभ बसिराख्छु, अनि आउनुहुन्छ खेल्नुहुन्छ जानुहुन्छ। मैले तपाईँलाई एउटा मेसेज गरेको छु, थ्याङ्क यू यो जानकारी दिएकोमा। थ्याङ्क यू मात्रै भने मैले सर्टकटमा। अब हामी जोडेर बस्नु पर्यो। नानीले चाहिँ एकदमै राम्रो कमाइ गर्नु भएको छ, त्यही भएर म यसमा एकदमै भएको। तपाईँहरू जस्तो देखेपछि त मलाई लाग्छ छोरी मान्छेहरू अलिकति एक्टिभ मान्छेहरू चाहिँ यहाँ बसेको राम्रो रहेछ, त्यो भन्ने कुरो सिकियो। धेरै राम्रो जानकारी दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद। म अब मेरो होस्टरहरूलाई यो जानकारी दिइहाल्छु। उहाँहरूले पनि यस्तै गरेर कमाउनु भन्छु। वाइबा एजेन्सी देख्यो भने, वाइबा एजेन्सीको कुनै पनि छोरी मान्छेहरू यसरी बसेको देख्यो भने मैले सिकाएको थियो तपाईँको एजेन्टलाई भनेर गर्व साथ भन्नु ल। हुन्छ है। त्यो बहिनीहरूको ब्रोड पनि हेर्नु पर्यो, उनीहरूको कपालले ब्रोड खोल्यो कपालले खोलेन त्यो पनि हेर्नु पर्यो। म्यासेज रिप्लाई गर्नुहोस्, फलो ब्याक गरिदिनुहोस्, हामी जोडिरहन्छ सधैँभरि।